बुढो भयो मेरो साइले जाँदैन तिर्सन तिमीलाई हामीले मेरो साइले सक्दैन बिर्सन पासको लिन्डो गरालो मनै बोरालो पिरातीको पिरले झरे ओरालो हो भाइ अलि गरी हुन लाग्यो फेरि गर्मी हो भाइ शिवरात्रि आएर के गर्नु आफूलाई त चुडर तान्ने आउँदैन हो भाइ मेरी आमाले त मैले कति थोतो मान्छे देखाए यहाँबाट यहाँसम्म दाँतै नभए गिजा मात्र भए के हाँस्छ होला सबैले गिजाउँछन् हो भाइ शहीद वैशाख पनि लागिसक्यो अब त हुरी बदास पनि आउँछ सबै बुढापाकाहरूले त अनि रोगी भएले भात नखानेले अनि हड्डी देखिने मान्छेहरूले त यत्रो ढुङ्गा हालेर हिँड्नु है बगलीमा न त उडाएर त रुखको टुप्पामा पुर्याइदेला नि हो भाइ म त यत्रो लिएर हिँड्छु म यत्र हालेर हिँड्छु झगडा परेपछि भात नखाने चलन नेपालमा मात्र छ कि विदेशतिर छ यत्र आँखा पल्टाएर हेर्छन् फेरि भोकै नलाग्ने मान्छेलाई हो भाइ मलाई त कसैले किन्दैन हो भाइ शिवरात्रि आएर के गर्नु आफूलाई त चुडर तान्ने आउँदैन हो भाइ मेरी आमाले त मैले कति थोतो मान्छे देखाए यहाँबाट यहाँसम्म दाँतै नभए गिजा मात्र भए के हाँस्छ होला सबैले गिजाउँछन् हो भाइ चुई काम चपाउँदाखेरि पेटले सोध्छ होला के खाएको होला यार तल्किरै आउँदैन हो भाइ खाइ रस मात्र आउँछ भन्छ बुढो भयो मेरो साइले जाँदैन तिर्सन तिमीलाई हामीले मेरो साइले सक्दैन बिर्सन पासको लिन्डो गरालो मनै बोरालो पिरातीको पिरले झरे ओरालो हो भाइ अलि गरी हुन लाग्यो फेरि गर्मी हो भाइ बाटामा हिँड्दाखेरि आकाशमा नि हेर्नु नि फेरि न त प्लेनको पाङ्ग्रा आएर टाउकोमा ट्याङ्ग भएर बजार जेलाउने हो भाइ हाम्रै नेपालमा अलिक पनि लाउँछ फेरि भाग एप्पलको मोबाइल बोक्ने त हुने खानेले हो हामी त पाउना कुर्न पर्छ स्याउ खान नि हो भाइ शहीद वैशाख पनि लागिसक्यो अब त हुरी बदास पनि आउँछ सबै बुढापाकाहरूले त अनि रोगी भएले भात नखानेले अनि हड्डी देखिने मान्छेहरूले त यत्रो ढुङ्गा हालेर हिँड्नु है बगलीमा न त उडाएर त रुखको टुप्पामा पुर्याइदेला नि हो भाइ म त यत्रो लिएर हिँड्छु म यत्र हालेर हिँड्छु झगडा परेपछि भात नखाने चलन नेपालमा मात्र छ कि विदेशतिर छ यत्र आँखा पल्टाएर हेर्छन् फेरि भोकै नलाग्ने मान्छेलाई हो भाइ मलाई त कसैले किन्दैन हो भाइ हामीले के भनेको थियो अरे होलीको टी सर्ट के अरे होलीको टी सर्ट किनिदिनु भने त दसैँमा किनिदिन्छु अरे हो भाइ कति नाटक पर्छ कसको कत्रो नाटक कस्तो चाउ चाउ जङ्क फुड हो म त खान्छु खाइदिन
जहिले नि चाउचाउ यही चौका त्यही भएर सुकेर दाउरो जस्तो दाउरो त्यो पारि त्यो बोटको दाउरा छ नि हो त्यस्तै यो कुन ठाउँ हो रे यो धादिङ जिल्ला धादिङ जिल्ला मात्र हो पुरा ठेगाना त्यो थाहा छ धादिङ जिल्ला वडा नम्बर 7 चाउचाउ जङ्क फुड हो के धेरै खानुहुन्न ल मिलाएर भन्नु पर्यो त्यो भिडियोको ल त भिडियोको भन त अब चाउचाउ जङ्क फुड हो रे त्यो एउटा बनाउनु पर्यो है त त्यसले मैले अनि त्यो थाहा म अब भन्छु चाउचाउ धेरै नखानु रे आफूलाई कति खानु मन लाग्छ हो भाइ त्यो नि भन्ने अनि त्यो बिहाको बाख्राको नि हालु युट्युबमा हाल्छ यस्तो रमाइलो छ सफा बाख्राको हो भाइ हाम्रो यसको मम्मीले चाउचाउ खान्छ यसको मम्मी होलीको टी सर्ट किनिदिनु भने त 10 मै किनिदिन्छु रे कसको नाटक पत्ताउनु हो बे चुई काट्दा पाउँदाखेरि पेटले सोध्छ होला के आको होला यार तल्किरै आउँदैन हो भाइ खाइ रस मात्र आउँछ भन्छ ठुलो मान्छे बन्ने सपना छ भनेर हो कि क्या हो मलाई त खाली निन्द्रा मात्र लागिरहन्छ हो भाइ सुतेल ठुलो मान्छे बन्ने सपना छ भनेर हो कि क्या हो मलाई त खाली निन्द्रा मात्र लागिरहन्छ हो भाइ सुतेल मेरी आमै नि त आज राजा आउनु भएको राजा हेर्नु त डोलरको राजा अब मलाई राजा सुन्नु पर्छ हो भाइ मम्मीको क्रिम चोरेर लाउँदाखेरि त गोरी हुन लाग्थ्यो यो घामले गर्दा त मेरो अनुहारै कालो हुन लाग्छ कति आउन सक्यो होला यो घाम नि हो भाइ